हेलो गाइज अहिले चाहिँ म भर्खर घरबाट निस्किरह हो अनि आज आँखा चेकअप गराएर हामी चाहिँ 1000 रुपिज च्यालेन्ज गर्न भनेर आज भर्खर निस्केको अनि यहाँ चाहिँ मेरो भाइ यता हेर त पार्थ हाई 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 खै ल हाई एभ्रिवान म चाहिँ उहाँको भाइ है अनि हामी 1000 को च्यालेन्ज गर्ने त्योभन्दा अगाडि चाहिँ हामी मेरो आँखा चेक गराउनु जाने किनभने म आँखा देख्दैन सो लेट्स गो 6 मन्थ अलरेडी भइसकेको छ त्यही भएर आँखा चेक गराउन भनेर हामी जान लागेको हाई एभ्रिवान आज चाहिँ हामी नयाँ बानेश्वरमा छौँ है सो यो चाहिँ राष्ट्रिय वाणिज्य ब्याङ्कको पार्किङ हो अनि आज चाहिँ हामी 500 रुपिस च्यालेन्ज गर्न गइरहेका छौँ सो म चाहिँ स्वस्तिका दिदीले चाहिँ मलाई 500 रुपिस दिनुहुन्छ अनि मैले चाहिँ उहाँको लागि के किनिदिने 500 मा 5 मिनटको टाइम लिमिटमा के चाहिँ किन्न सक्छु त अरे च्यालेन्ज चाहिँ है अनि मेरो नि पालो आउँछ म नि 500 दिन्छु अनि मेरो लागि के किन्दो रहेछ हेरौँ मैले नि पसल चाहिँ मैले तिमीलाई डिसाइड गर्छु अनि पसल चाहिँ जसले 500 दिन्छ उसले नै डिसाइड गर्छ सो लेट्स सी हेरौँ के हुन्छ ओके सो मलाई थाहा छैन स्वस्तिकाले कहाँ लग्दैछ कहाँ ल्यायो मलाई है म तिमीलाई कहाँ लिएर जान्छु भने नि हैन म तिमीलाई चाहिँ उ त कस्मेटिक पसलमा लिएर जान्छु तिमीले कस्मेटिक पसलमा हैन ओ नो 500 मा तिमीले हजुर हजुर 5 मिनेटमा किन सक्नुपर्छ प्राइस हैन लिस्टले कसले दिन्छ अनि विनिङलाई प्राइस छ मलाई चाहिँ कस्मेटिक पसलको बारेमा केही पनि थाहा छैन है सो हेरौँ मलाई के किनाउँछ मलाई चाहिँ केही पनि थाहा छ सो मैले चाहिँ पैसा पाइसकेको छु अनि मलाई चाहिँ कस्मेटिक पसलमा ल्याएको छ है स्वस्तिकाले हेरौँ अब 500 मा के किनाउँछ ल दाइ 500 मा के आउँछ चट्ट फेस वास ल्याउनु ल एउटा छ होइन फेस वास हामीसँग ल फेस वास ल्याउनु धेरै आइटम किन्नु पर्यो है फेरि यसको कति हो प्राइस 500 भन्दा अन्डर हुनु पर्यो है दिदी 299 जुन भए पनि छिटो है टाइम सकिसक्यो है टाइम सकिसक्यो है अरू अलिकति सस्तो ल ल ल ल ल 390 को एउटा फेस वास लिइसकेँ है मैले सो अरू सामान एउटा किचेनै लिइदिन्छु म ऱ्यान्डम जुन भए पनि चल्छ ल एउटा किचेन पुग्यो होला अब त 500 390 अब कस्मेटिक पसलमा चाहिँ मलाई खासै आइडिया छैन है सो कहाँ टाइम कति छ अब टाइम धेरै 2 मिनेट यो कति 100 मा आउँदैन 100 मा आउँछ होला किचन ल 110 गरौँ न ठ्याक्क 500 हुन्छ ल ल ल ल च्यालेन्ज कम्प्लिट है मेरो चाहिँ खै पैसा दौ न ल कटाइहाल्नु 32 सत्ती बल्दो रहेछ त तिमी दुईटा आइटम मात्रै किनौ त्यो फेसमा चाहिँ 390 पर्दो रहेछ फेसवास किन्न पर्छ नि डिस्काउन्ट पनि ठिक छ हस् 500 को 500 को हामीले किनिसक्यौँ है सो अब म लग्छु 500 को किनाउन ल यता हो यताबाट जाने हो ल जम 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 के लाग्छ म कुन पसलमा लग्छु होला है लुगाको पसलमा अनि म केही खत्रै पसलमा लग्छु होला है पुरै लाज लागिसक्यो जस्तो अब चाहिँ है सो 500 मा चाहिँ अब के आउँछ हामी चेक गर्छौँ है त ल बिस्तारै हिँडौँ न बिस्तारै किन पसलमा जान्छौँ हामी लुगा पसलमा त जाँदैनौँ लुगा पसलमा जान त पोसिबलै छैन आज दामी नै पसलमा लगेर केही न केही किनाउँछु म ल खै यता हेर्दिउँ न जुत्ता चप्पल तिमीले दुईटा किनेको छ हैन मैले दुईटा भन्दा बढी किन्नु पर्यो हैन हैन त्यस्तो हैन च्यालेन्ज जतिवटा सक्नुहुन्छ किन्नु पर्यो ल
सो मलाई त कस्मेटिकमा थाहा थिएन के आउँछ के हो भनेर सो म एउटा पसल लग्दैछु छिटो होप त्यो पसल चाहिँ खुल्ला होस् है सो हामी चाहिँ नयाँ बानेश्वरमा छौँ सो हामी यहाँ आइसकेका छौँ सो एउटा कहाँनिर जान आँटेको मलाई ल हामी आएको छौँ राज बुद्ध स्टोर ल दाइ सन्चै हुनुहुन्छ टाइम हेर है हाम्रो बुद्धि दाइ है उहाँ चाहिँ सो 500 रुपियाँको च्यालेन्ज गर्न आएको हामी चाहिँ सो मैले उहाँलाई 500 रुपियाँ दिएको छु 500 मा के आउँछ उहाँले किन्नुपर्छ है त मेरो लागि अङ्कल के आउँछ दिनमा Uncle, के आउँछ दिनमा? फ्यानलाई कसरी हो फ्यानलाई एउटा फ्यान जस्तो राम्रो खालको खै बार्गेनिङ नि गर्नु पर्यो है टाइम छैन अङ्कल कति टाइमको हो 5 मिनट हजुर हजुर ल यो दिन ल फटाफट गर्नु पर्यो फटाफट अङ्कल मेरो इयरफोन दिउँ लाई त बाँच्यो होइन निकाल्नु सिस्टम एयरफोन इयरफोन त किन चाहियो र ल छिटो 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 1 मिनट भइसक्यो है ला मैले त के पनि थाहा छैन ल उहाँले झिक्दै हुनुहुन्छ अझै 200 मा दुईटा फ्यान आउँदैन अझै फ्यान 250 गरेर दुईटा फ्यान दिनु न त यो पिङ्क कलर के झिक्नु भयो उहाँले के झिक्नु भयो हेरौँ 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 होइन यो फ्यानै टाइम छ त अझै टाइम छ तपाईँलाई दुईटा फ्यान आउनु त दुईटा फ्यान लिने के काम लाग्छ नि आउन सक्छ है टाइम छ है हजुरसँग टाइम अझै 4 मिनट टाइम छ है अझै अब इयरफोन युज गर्नुहुन्छ नि इयरफोन त सबै अब आइफोन छ आइफोनको त इयरपोड्स नै अझै टाइम छ है हेर्नु है म ब्लुटुथ स्पिकर पनि अब सजेसन ए मेरो छ त माइक भ्याउँदैन स्पिकर एउटा भ्याउने भनेको दुईटा फ्यान हो अब तपाईँको त यहाँ त डाटा केबल चाहिएन है अर्को के भन्नु दुईटा फ्यान लिएर जान्छु नि त त्यसो भए 250 मा दुईटा फ्यान दिनु नि ठिकै छ तपाईँलाई मैले ल। घाटा त भएन नि घाटा त भएन नि हाम्रो बुद्धिजीले दिइसक्नु भएको छ है उहाँको पसल यहाँ छ सो हामीले चाहिँ दुईटा फ्यान किनेर आइसकेका छौँ देखाइदिनु त दुईटा फ्यान ल दुईटा फ्यान आएको छ सो 1000 रुपियाँ चाइट 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 भएको छ है कस्तो लाग्दैछ 1000 रुपियाँ फालेर आज हो मेरो त 1000 रुपियाँ अगर 500 त भयो नि तर टोटलमा मेरो नि 500 गएको छ सो मलाई चाहिँ अहिले देखाउँछु है के किने छ हालकि देखि पनि सकेको छ के किने छ भनेर हामीले चाहिँ यो किनेर आइसक्यौँ होइन अनि यो चाहिँ पार्थको यो चाहिँ मेरो एन्ड लेसी कसले अलिकति सो के यही हेर्ने कि घर गएर हेर्ने घर गएर हेर्नुपर्छ फेरि एकचोटि एन्ड अनि हेरौँ अरूलाई डिसाइड गर्न दिनुपर्छ कसको बेटर छ भनेर सो अहिले चाहिँ हामी जुस खान्छौँ गएर यही हेर्ने हो कि घर गएर हेर्नु ओके सो घर गएर हेर्छौँ सो हेरौँ के किन्ने छ मैले चाहिँ राम्रै कुरा किनेको छु है अब स्वस्तिकाले के किन्यो है अझै म फ्यान किने नि गर्मीमा फ्यान चाहिन्छ नि त लागिरहेछ है 500 रुपियाँको ओके ठिक छ जे किने पनि च्यालेन्ज हो रमाइलो गरौँ ओके जाम जुस खाना हामी चाहिँ जुस खाना भनेर लागेको अहिले चाहिँ एन्ड अब अर्मानले चाहिँ हामीलाई जज गर्छ कसले जित्छ जित्दैन भनेर हामीले विनिङ प्राइज पनि राखेको छौँ लेसी कसले जित्छ हामी चाहिँ जुस खाना भनेर हामी यही पसल नै आउँछौँ यहाँ चाहिँ एकदमै धेरै हाइजेनिक भएको कारणले हामी यही खान्छौँ पाठलाई जन्डिस पनि भइरहेछ त्यही भएर यही खानु ठिक हुन्छ भनेर हामी यहाँको खाना चाहिँ जुस हाम्रो चाहिँ मैले चाहिँ भिडियो गर्दा गर्दै भिडियो चाहिँ म्युट भएर रहेछ क्या माइकमा अनि त्यही भएर अहिले चाहिँ मैले ब्याकग्राउन्ड साउन्ड दिएर यो भिडियो बनाएको हामी चाहिँ जुस सुस खाएर घरतिर लाग्यो पार्स र मैले चाहिँ हामीलाई जज गर्ने भनेर भनिरहेको थियौँ होइन हामीलाई चाहिँ हेल्पर हामीसँग चाहिँ एउटा हेल्पर छ उसले चाहिँ हेल्प गर्छ यही हो होइन हेल्पर कस्तो मुसर जस्तो काले अप्स्यो हो अर्माले त त्यही पनि अनि उसले नै हेल्प गर्छ पार्स र मेरोमा कसले किनेको चाहिँ सामान बेटर छ भनेर उसले नै भन्छ अनि जसले जित्छ त्यसले नै
कस्तो किन्ने जस्तै गर्ने साँच्चै किनेको नि नाटक गरेको अहिले पछि भिडियो हेर्न अब मैले उसलाई 500 दिएको उसले मलाई 500 दिएको हो क्या अनि त्यस पछाडि उसले चाहिँ जज गर्छ हामीलाई होइन हाम्रो सामान चाहिँ अहिले एकछिनमा पार्थ आएपछि देखाउने हेत्तेरिका त अहिले भिडियो हेरेर थाहा पाउँछस् क्या अनि उसले जज गर्छ अनि जसले जित्छ त्यसले नै 1000 रुपियाँ दिने भनेको छ अर्मन त मलाई जिताइदे सुन न त मलाई चुप न त मलाई जिताइदे होइन म तँलाई 500 रुपियाँ दिन्छु अनि म 500 रुपियाँ लिने नभने फेरि पाठसँग मिल्लास् त्यही हो होइन अनि अब एकछिनमा कसले जित्छ अहिले पाठ आए पछाडि डिसाइड हुन्छ पाठ चाहिँ माथि फ्रेस हुन गएको छ अहिले आएर म फेरि कन्टिन्यू गर्छु भिडियो फाइनली हाम्रो हेल्पर चाहिँ आइसक्नु भएको छ हाम्रो कामदार अब हामी दुईजनामा कसले जित्यो भनेर उसले भन्छ अनि यो सामान कसले ल्याएको भनेर त पनि भन है एन्ड अनि यो सामान कसले कुन सामान लिने भनेर त डिसाइड गर है त ल अनि विनरलाई के छ अरे पार्थ विनरलाई चाहिँ हाम्रो आज 1000 रुपिस मैले त हेल्पर हो हेल्पर हाम्रो कामदार हो होइन यो हामीले किनेको 500 मा यो हामीलाई नै हो यो पनि हामीलाई हो अनि यो पनि हामीलाई हो है हेल्पर तर आज हेल्परलाई चाहिँ कस्तो लाग्दैछ ठिक छ यसमा त यसलाई थाहा भइसक्यो फ्यान छ भनेर होइन किनभने यो कसले किनेको होला अनि यहाँभित्र के छ होला पाठले के किन्यो होला त यहाँ नहेरी भन्ने कुन चाहिँ सामान कसले किनेको होला ल देखो हेरौँ न त होइन फर्स्टमा गेस गर्नु पर्यो नाम त हेर्न पाइयो नि त यो पार्थले किने हौ हजुर मतलब तिमीले उसको लागि किनिदिनु परेको होइन हजुर त्यसो भए यो तिमीले किन्दा यो तैँले किन्दा ल ठिक छ होइन के छ त्यहाँभित्र क्रिम अघि देखायो अरे हेरौ है के छ ल क्रिम क्रिम होइन ल मोइस्चराइजर यो के हो ओ वाउ यो कसले पाठले किन्छ होला त यो ल के हो यो म राख्छु ल त्यहाँ देखाइदिनु न त्यो देखाइदिनु न क्यामेरामा ए यो फेस वास हो डोरी सरी छ यो फेस वास हो मामा अर्थको काम लाग्ने रहेछ मलाई तँ होइन हामीलाई बाड्ने हो तैँले यो आदि अब यहाँ दुईटा यहाँ फ्यान छ हेर अब बाड कसले किनेको चाहिँ तँलाई वर्थ इट लाग्यो त आफूले चाहिँ केही राख्न पाउनुहुन्न नि ल 425 रुपियाँ हामीले 250 मा घटाएर ल्याएको यो पक्कै पनि पातको लागि हो अनि मेरो लागि ओके सो यो चाहिँ उहाँले मलाई नै दिइसक्नु भएको छ फेस वास यो फेस वास उहाँकै हो कस्तो उहाँको थ्याङ्क यू उहाँलाई नै चाहिन्छ यो पनि यो त केटीको जस्तो छ यो ल दाजुभाइ एकै कोडा हो मिलाएर ल ल कसलाई होला यो यो त सस्तो क्वालिटीको एकदम भनेपछि यो भन्दा यो भनेपछि यो तिमीलाई सुहाउँदैन यो तिमीलाई लाऊ अरे अनि यो किरिङ यो ढाड कनाउनेहरू पनि छ यो ढाड कनाउने फ्यान स्ट्यान्ड हो यो कसलाई किरिङ यो मलाई अनि त कसले प्राइज जित्यो त कसले वर्थ इट सामान किन्यो त यो कसले किनेको कुन चाहिँ यो भन्नाले फ्यान मैले किने फ्यान दुईटा फ्यान किन्यो उसले अनि मैले चाहिँ फेस वास ए हो त्यसो अहिले समरको सिजनमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ अब होइन त्यस्तो नभन्नु अब दुईजनाकै ओइली फेस मेकअपको फ्यान चाहिँ अलि दुईटा आइटम एउटै आइटम दुईटा भयो नि त फ्यान चाहिँ फ्यानले अलिकति प्रायोरिटी जित्यो किनकि अब तराईबाट हो गर्मी खाएको मान्छे हेल्पर मान्छे फ्यान चाहिएको छ फ्यानले जित्यो ल मलाई 1000 रुपियाँ 1000 रुपियाँ देऊ त मलाई चाहिँ दिन मन छैन यो 1000 तै पनि दिनु परिरहेको छ ल ल सक्यो धन्यवाद त जा ल र हाम्रो भ्लग यति भन्दै म इन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ हजुरहरूलाई हामीलाई मन पर्यो भने लाइक गरिदिनु होला उहाँको च्यानललाई सब्सक्राइब अनि सेयर गरिदिनु होला बेटर कन्टेन्टको लागि चाहिँ लालुपाते प्रोडक्सन्सलाई सब्सक्राइब गरिदिनु सो धन्यवाद त्यति नै भन्नु ओके थ्याङ्क यू